खर्च गर्ने बेलामा चाहिँ आँखा नदेख्ने अनि घरमा आएपछि चाहिँ रिग्रेट हुने कसलाई हुन्छ साथीहरू। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई मिन ब्लग। यो टुर चाहिँ हामी कसको गर्थ्यो, सो लेट्स सपिङ विथ अस। अनि यो भिडियो चाहिँ अलिकति लङ हुन जान्छ, मलाई थाहा छ तपाईँहरूले यो भिडियो हेर्नुहुन्न भनेर, त्यही पनि इफ यु आर फ्री लास्टसम्म हेरेर चाहिँ हामीसँगै इन्जोय गर्नु होला। अनि इफ यु आर बिजी फेभरेटमा राखेर चाहिँ पछि हेर्नुहोस् है, अरे के हि जस्ट द किङ अफ फट गाइज। अनि हामीले चाहिँ इन्ट्रिक गर्ने बित्तिकै चाहिँ हाम्रो फेभरेट सिन रामेन चाहिँ लिगिहाल्यौँ क्या तिनजनाले। अनि जापानिजहरूले त खासै पिरो खान सक्दैन नि त, बट उहाँले त खतरा पिरो खान सक्नुहुन्छ क्या साथीहरू। अनि म चाहिँ गएको भनेको मेनली मेरो राफाल चक्लेटको लागि हो साथीहरू। अनि खोज्दा खोज्दा बल्ल देख्यो, अनि परैबाट देखेपछि चाहिँ म भाग्दै गएर अनि उठाइदिइहालेँ। मलाई चाहिँ चक्लेट लभर पनि भन्न मिल्छ होला क्या साथीहरू। त्यहाँ फेरेरो चक्लेट पनि थियो कि कति मिठो हुन्छ है। अनि त्यहाँनिर चाहिँ चक्लेट, फुड, फ्रुट, ड्रिङ्क अनि मिट्सहरू सबै टेस्ट गर्न मिल्दो रहेछ क्या साथीहरू। टेस्ट गर्दा गर्दा म त फुल भएको थिएँ। अनि यिनीहरूको नाम अनि यिनीहरूमा के इन्क्लुडेड गरेर सब हामीलाई चाहिँ एक्सप्लेन गरिरहनु भएको थियो, बट मलाई अहिले झन् याद छैन, सो मैले तपाईँहरूलाई भन्न सक्दिनँ साथीहरू। अनि तेरो ह्याप्पिनेस चाहिँ के हो भनेर भन्यो भने एउटा ह्याप्पिनेस चाहिँ मेरो सपिङ पनि हो जस्तो लाग्छ कि साथीहरू। अनि म जहिले पनि एउटा कुरा किन्छु भनेर जान्छु, के किनेर भ्याउँछु क्या साथीहरू। किन यस्तो हुन्छ होला मलाई, मैले कन्ट्रोलै गर्न सक्दिनँ क्या। जुन हेरो जुन मनपर्छ, घाम हेरो घाम मनपर्छ, त्यस्तो हुन्छ क्या। अनि हामीले कति पछि चाहिँ हुन्छ नि सयपत्री फुल पनि देखिन् कि त्यहाँ पाउँदो रहेछ। अनि कसको चाहिँ हाम्रो फर्स्ट टाइम हो नि त, सो एभ्री सेक्सनमा कस्तो मजाले गाइड गरिरहनु भएको थियो कि उहाँले। अनि कति युजेबल सामानहरू हो कि साथीहरू, यो पनि लिगम जस्तो लाग्छ, त्यो पनि लिगम जस्तो लाग्छ, सबै चाहिने सामान छ है। म त कति खुसी भएर नाच्दै गाउँदै हिँडिरहेको थिएँ क्या। अनि तपाईँहरूले मेरो यो भिडियो हेर्दाखेरि चाहिँ बच्चा जस्तो लाग्छ होला है, तर मेरो चाहिँ त्यो हुन्छ नि खुसी हुँदाखेरि चाहिँ अटोमेटिकल्ली त्यो बचपन निक्लिहाल्छ कि मैले चाहेर पनि कन्ट्रोल गर्न सक्दिनँ साथीहरू। अनि सबै सेक्सनहरू चाहिँ घुमिसकेपछि लगभग हाम्रो सपिङ पनि सकिसकेको थियो। अनि अब चाहिँ फर्कियौँ है भनेर चाहिँ हामी बिलिङ गर्नतिर लाग्यौँ। अनि हामीले चाहिँ सबैभन्दा टपमा चाहिँ पार्क गरेको थियो नि त, अनि पार्किङ लटतिर लाग्यौँ। अनि हामीले सामानहरू के भन्छ लोड गर्नको लागि चाहिँ हेल्प गर्छौँ भनेको, उहाँले दिनु भएन, म आफै गर्छु भन्नुभयो। अनि वेदर त त्यति धेरै राम्रो थिएन, त्यही पनि हावा चाहिँ कस्तो राम्रो चलिरहेको थियो क्या। अनि हामीलाई चाहिँ हिरोनीवाला फिल भइहाल्यो। अनि त्यस पछाडि भिडियो बनाउन उफ्री पाफ्री गर्नतिर लाग्यौँ क्या हामी चाहिँ। देन यो सपिङ चाहिँ हामीले कति इन्जोय गऱ्यौँ कि साथीहरू, कति खुसी थिएँ म त, मैले एक्सप्लेनै गर्न सक्दिनँ कि तपाईँहरूलाई। अनि थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो टिल द एन्ड। अनि सी यू अन नेक्स्ट भिडियो गाइजहरू, बाई बाई।